तपाईहरु पनि एउटा नयाँ च्यानल खोले चाहिँ त्यसमा चाहिँ ग्रो गर्न चाहनुहुन्छ भने तपाईलाई मैले केही टिप्सहरु दिएको छु यो भिडियोमा। तपाईहरु पनि युट्युबमा आउनु भयो र के गरम कसो गरम भ्युज आएन, भ्युज प्रब्लम हैन, सब्स्क्राइबर बढ्दैन भन्ने टेन्सनमा हुनुहुन्छ भने यो भिडियो फुल हेर्नु होला। अनि तपाईहरुलाई चाहिँ मैले चाहिँ युट्युबमा चाहिँ कसरी ग्रो गर्न सकिन्छ र युट्युबमा चाहिँ हामीले कस्तो गल्ती गर्न हुँदैन भन्ने कुराहरु पनि मैले सबै यो भिडियो भित्र चाहिँ इन्क्लुड गरेको छु। त्यसैले यो भिडियोलाई लास्टसम्म हेर्नु होला। यो भिडियोले चाहिँ तपाईलाई केही न केही बुझ्ने र अर्थी र बुद्धि दिनेछ। आजको भिडियो हामी सुरु गरौँ। हेलो गाइज, आजको भिडियोमा हामी कुरा गर्नेछौँ एउटा नयाँ युट्युब च्यानललाई कसरी ग्रो गर्न सकिन्छ। र तपाईहरुले चाहिँ केही समयदेखिबाट युट्युबमा आइसक्नु भएको छ या आउने सोचमा हुनुहुन्छ र तपाईहरुले चाहिँ एउटा राम्रो युट्युब च्यानल यानी कि राम्रो एउटा चाहिँ क्याटेगोरी चुज गरेर चाहिँ कसरी चाहिँ ग्रो गर्न सक्नुहुन्छ भन्ने चाहिँ मैले आज कुराहरु तपाईको सामु राख्ने छु। र नयाँ युट्युबर युट्युब च्यानल खोल्छ, उसले 1-2 दिन काम गर्छ र उसको च्यानलमा चाहिँ भ्युज नआउने, सब्स्क्राइबर नबन्ने हुँदाखेरि चाहिँ उसले चाहिँ त्यो च्यानललाई चाहिँ छोडिदिन्छ र सपना मारिदिन्छ कि आफू युट्युबर बन्न सक्दिन भनेर। त्यो सबैभन्दा ठूलो कमजोरी हो तपाईहरुको। युट्युबर बन्न सजिलो छ तर कुनै ठाउँमा दुःख पनि छ। तपाईहरुले चाहिँ अब कसैको देखेर चाहिँ युट्युबमा आउनु भएको छ भने चाहिँ हैन तपाईहरुलाई गाह्रो पर्न सक्छ। किनभने तपाईले अरूको देखेर गर्न त्यसैलाई कपी पेस्ट गर्न खोज्नु भयो भने कसैले पनि हेर्दैन हजुरको भिडियो। र तपाईहरु चाहिँ अब मानम एउटा तपाईले चाहिँ ब्लगिङ गर्दै हुनुहुन्छ। अब ब्लगिङ गर्दै हुन्छ, सबैले लाइफस्टाइल ब्लग देखाउँछ, कसैले ट्राभलिङ देखाउँछ, कसैले मोटो ब्लग गर्छ, कसैले घरमै कुकिङ सुकिङ गरेको चाहिँ भिडियोहरु चाहिँ हाल्छ हैन, ब्लगिङ गर्छ। तर तपाईहरुले पनि त्यही गर्नुपर्छ भन्ने चाहिँ छैन। किन भन्दाखेरि तपाईहरुले त्यही गर्नुभयो भने चाहिँ चल्दैन। किनभने अहिलेको समयमा चाहिँ मान्छेले जेन्युन चीज खोज्छ। हजुर जो हो, हजुर जाँडा हुनुहुन्छ, हजुर जस्तो हुनुहुन्छ मान्छेले त्यस्तै हेर्न खोज्छ। त्यसैले चाहिँ आफ्नो चाहिँ नलुकाउनु होला। जे छ त्यही रियालिटी सबै सामु देखाउनु होला। रियालिटी देखाउँदा चाहिँ मान्छेलाई मन पर्न सक्छ हजुरको रियालिटी। र तपाईहरुले यो हैन कि आफू चाहिँ अर्कै हुनुहुन्छ र तपाईहरुले चाहिँ युट्युबमा चाहिँ आफूले अर्कै राम्रो हो, म एकदम सधैँ हो भनेर चाहिँ देखाउन खोज्नु भयो भने त्यो चाहिँ चल्दैन। हजुर जस्तो बोल्नुहुन्छ, जे गर्नुहुन्छ, जस्तो खानुहुन्छ त्यस्तै देखाउनु पर्छ। र अर्को कमजोरी चाहिँ के हुन्छ भन्दा नयाँ युट्युबरले चाहिँ उ डराउँछ। मतलब कि मान्छेले मलाई केही भन्ने हुन् कि छर छिमेकी साथीभाइ हैन, स्कुलमा कसैले केही भन्ने हो कि मलाई हैन तैँले चाहिँ यस्तो भिडियो गर्छस् त केही हुन सक्दैनस् भन्ने चाहिँ त्यो कमजोरी चाहिँ हजुरमा छ। र तपाईहरु युट्युबमा आउनुहुन्छ भने युट्युब चाहिँ यस्तो प्लेटफर्म हो कि तपाईले चाहिँ कसैले नभन्नु भयो भने कसैलाई थाहा नै हुँदैन तपाईले युट्युब स्टार्ट गर्नुपर्छ भनेर। र तपाईले चाहिँ सबैमा चाहिँ म युट्युब स्टार्ट गर्दै छु, मैले चाहिँ भिडियो गर्छु, ब्लगिङ गर्छु, कुकिङ गर्छु, गेमिङ गर्छु भन्दै हिँड्नु भएको छ भने चाहिँ त्यस्तोमा चाहिँ सबैलाई थाहा हुन्छ। र तपाईले चाहिँ गोप्यमा सट्टी तरिकाले चाहिँ युट्युब च्यानल चाहिँ बनाएर त्यसमा चाहिँ भिडियो कसैलाई पनि नभनिकन हाल्नु भयो भने चाहिँ कसैलाई पनि थाहा हुँदैन। युट्युब न त फेसबुक जस्तो न त टिकटक जस्तो, युट्युबमा त्यस्तरी भिडियो जाँदैन हजुरको छरछिमेकी आफन्त साथीभाइहरुमा। र तपाईहरुले चाहिँ त्यस्तै गोप्य तरिकाले चाहिँ युट्युब गर्न सक्नुहुन्छ। फेसबुक जस्तो हैन, टिकटक जस्तो हैन कि हजुरको भिडियो अर्को माच गइहाल्ने। अनि अर्को कमजोरी के हुन्छ भन्दा एउटा नयाँ युट्युबरको उले युट्युब च्यानल गराउँछ, गराएपछि चाहिँ उ साथीको बारेमा सब्स्क्राइब गर्छ, छरछिमेकीको बारेमा गर्छ, आफ्नो पाहुना हैन अब हुन्छ नि मान्छेहरु जोसितबाट सब्स्क्राइब गर्छ। उसको मोबाइल पाछेन सब्स्क्राइब गर्छ या त सब्स्क्राइब गरिदिनु भन्छ या त व्हाट्सएपमा मेसेज गर्छ सब्स्क्राइब, फेसबुकमा पुरैलाई ट्याग गर्छ। त्यो गल्ती चाहिँ कहिले पनि नगर्नु होला। मैले चाहिँ केही समयमा चाहिँ मैले पनि त्यस्तो गल्ती गरिरहेको थिएँ र मैले पनि त्यो भोगेको हुँदा म तपाईहरु चाहिँ सामु मैले भन्दै छु त्यस्तो गल्ती चाहिँ कहिले पनि नगर्नु होला। तपाई एउटा युट्युबमा आउँदै हुनुहुन्छ भने तपाईले त्यो गल्ती गर्नै हुँदैन। किनभने त्यो गल्ती गर्दा चाहिँ के हुन्छ भन्दा तपाईको च्यानल त सब्स्क्राइब गर्छन्, तपाईले गर्नु होला सब्स्क्राइब। र तपाईले न्यू भिडियो हाल्ने बित्तिकै के हुन्छ भन्दा फेरि तपाईको चाहिँ युट्युबले चाहिँ त्यसलाई चाहिँ चेक गर्छ। चेक गरेपछि चाहिँ हजुरको सब्स्क्राइबरहरुसिम चाहिँ त्यो भिडियोलाई चाहिँ पठाउँछ। अब पठाउँदा फेरि के हुन्छ भन्दा फेरि अब तिनीहरुले त तपाईलाई चिनेछन् अनि तपाईको साथी हो, त्यसले नि हजुरलाई चिनेछ र त्यसले तपाईको भिडियो हेर्नुपर्छ भन्ने त्यस्तो पनि लाग्दैन कि त्यसले हेर्दैन पनि हजुरको भिडियो। अनि त्यस्तो हुँदा चाहिँ के हुन्छ भन्दा फेरि युट्युबको इम्प्रेसन घट्छ। यानी कि त्यसले 10 वटा सब्स्क्राइबरलाई पठाउँछन्, त्यो 10 वटा सब्स्क्राइबरमा कुनैले 1 सेकेन्ड, कुनैले 2 सेकेन्ड, कुनैले 5 सेकेन्ड अनि कुनैले 1 मिनेट 2 मिनेट हेर्दै भने चाहिँ त्यसो गर्नाले चाहिँ तपाईको इम्प्रेसन बिग्रिन सक्छ युट्युबको। अनि युट्युबले तपाईको सब्स्क्राइबरहरुथिम पठाउँछ त्यो भिडियो। अनि पठाइसकेपछि चाहिँ के हुन्छ भन्दा कसैले तपाईको भिडियो हेर्दा पनि हेर्दिन्न। अनि नहेरेपछि चाहिँ युट्युबले यो भिडियो राम्रो छैन, यो भिडियोमा दम छैन भनेर चाहिँ अरु मास चाहिँ पठाउँदैन युट्युबले। अनि तपाईको भिडियो चाहिँ कसै मास चाहिँ नपठाएपछि तपाईको भिडियोमा भ्युज आउँदैन, तपाईको वाच टाइम पनि घट्छ र
कतिपयले त सब्सक्राइबर पनि अरू वेबसाइट अरू हैन थरीबाट बढाउने काम चाहिँ गर्छन्। त्यस्तो काम चाहिँ कहिले पनि नगर्नु होला, किनभने युट्युब यस्तो प्लेटफर्म हो जहाँ तपाईँले मेहनतको साथ काम गर्नुहुन्छ नि त्यहाँ मेहनतको फल पनि एकदमै मिठो पाउनुहुन्छ। तर तपाईँहरूले यस्तो गल्ती गर्नुभयो भने चाहिँ कहिले पनि तपाईँ युट्युबर बन्न सक्नुहुन्न, बुझ्नुभयो नि। म चाहिँ एउटा नेपाली तपाईँको दाजुभाइ हुनुको नाताले चाहिँ तपाईँलाई म एउटा राम्रो चाहिँ सजेस्ट चाहिँ दिएको हो। तपाईँले अब त्यो गर्नु नगर्नु त्यो तपाईँको माझमा हो अनि तपाईँको कुरा हो र तपाईँहरूले चाहिँ यी गल्तीहरू चाहिँ कहिले पनि नगर्नु होला। अनि एउटा कुरो चाहिँ युट्युब चाहिँ हामी ग्रो गर्न चाहिँ कसरी सकिन्छ, अब ग्रो गर्नलाई चाहिँ तपाईँले चाहिँ डेली भिडियो हाल्नु पर्यो। एउटा फर्स्ट अफ अल हरेक युट्युबरले भन्छ डेली भिडियो हाल्नु, लङ भिडियो एउटा डेली हाल्नु, सर्ट सक्नुहुन्छ भने सर्ट भिडियो हाल्नु। अनि सर्ट भिडियोलाई चाहिँ कसरी हाल्नु भने त तपाईँले चाहिँ एउटा लङ भिडियो हाल्नुहुन्छ, त्यही लङ भिडियोको चाहिँ क्लिप चाहिँ अलिकति हुक पोइन्ट अलिकति राम्रो हेर्न मन लाउने आकर्षक पोइन्ट चाहिँ तपाईँले चाहिँ सर्ट्समा चाहिँ हाल्न सक्नुहुन्छ। त्यस्तो हुँदा चाहिँ के हुन्छ भने सर्ट्सबाट पनि हजुरको लङ भिडियोमा चाहिँ मान्छेहरू तान्न सकिन्छ। अनि त्यस्तो हुँदा चाहिँ तपाईँको युट्युबले पनि यो मान्छेको भिडियोमा चाहिँ दम छ भनेर चाहिँ त्यो भिडियोलाई चाहिँ पुस गर्छ। नभए म तपाईँलाई एउटा च्यानलको एनालाइटिक्स देखाउँछु र त्यो भिडियोमा चाहिँ भ्युज कति आएको छ र युट्युबले कतिजना मास चाहिँ पुर्याएको छ भन्ने म तपाईँहरूलाई देखाउँछु। हेर्न सक्नुहुन्छ तपाईँहरूको मास चाहिँ मैले एउटा चाहिँ एनालाइटिक्स देखाएको छु एउटा च्यानलको चाहिँ, यसमा चाहिँ 205 भ्युज चाहिँ आएको छ र त्यो 205 भ्युजमा चाहिँ युट्युबले चाहिँ कतिजना मास चाहिँ पठाएछ त्यो भिडियो हेर्नुहुन्छ। यो युट्युबले चाहिँ 9600 जनालाई चाहिँ यो भिडियो चाहिँ सजेस्ट गरेछ मोबाइलमा, भनेपछि यो भिडियोमा चाहिँ केही न केही दम थियो र युट्युबले चाहिँ त्यत्रो जनामाझ पुर्यायो। यो भिडियोमा चाहिँ यत्रो किन आयो भन्नुहुन्छ भने चाहिँ यो भिडियोमा चाहिँ उसले चाहिँ डेली भिडियो हालेको थियो र उसले राम्रोसँग काम गरेको थियो, त्यसैले युट्युबले चाहिँ यत्रो जनामाझ पुर्यायो। अब चाहिँ यो यत्रो 9609K अनि के 9000 जनालाई चाहिँ पुर्याउँदाखेरि चाहिँ 205 भ्युज चाहिँ किन आयो भन्नुहुन्छ भने त्यो अब भिडियो चाहिँ कतिपय मान्छेहरूको मोबाइलमा पठायो युट्युबले, अब मान्छेले हेर्नेले हेरे नहेर्नेले चाहिँ स्क्रोल गरिदिए। अब यस्तो हुँदा चाहिँ के हुन्छ भने तपाईँको थम्बनेलमा दम भयो भने यानि कि थम्बनेल चाहिँ अलिकति हेर्न मन लाग्दो हैन खतरनाक हैन अब हेरौँ के रहेछ सस्पेन्स जस्तो भयो भने चाहिँ तपाईँको भिडियो चाहिँ मान्छेले क्लिक गर्छन्। यस्तो हुनाले चाहिँ हजुरको कुनै न कुनै भिडियो चाहिँ भाइरल हुने चान्स चाहिँ धेरै हुन्छ। त्यही भएर सधैँ एउटै निरन्तर रूपले चाहिँ तपाईँले काम गर्नुभयो भने यस्तो तपाईँको पनि हुन्छ। अनि अर्को एनालाइटिक्स देखाउँछु, सर्ट भिडियोको एनालाइटिक्स देख्नु। यो सर्ट भिडियो कम्तीमा पनि 2 वर्ष अगाडि चाहिँ पोस्ट भएको हो। अहिलेको समयमा पनि रियल टाइममा चाहिँ भ्युज आइरहेको छ, 48 घन्टा अहिले 60 घन्टा चाहिँ 1 मिनट। अनि यो भिडियोमा चाहिँ कति भ्युज आएको छ अहिलेको टाइममा चाहिँ भन्नुहुन्छ भने 31400 भ्युज चाहिँ आएको रहेछ। सब्सक्राइबर यसबाट त्यति राम्रो आएको होइन, 31 आए रहेछ। अनि यसको चाहिँ 19200 जनालाई चाहिँ सजेस्ट गरे रहेछ युट्युबले अझै पनि। र यो भ्युज चाहिँ यत्रो आएको छ हैन, स्वाइप अप रेसियो पनि हेर्न सक्नुहुन्छ हैन, यसमा राम्रै छ स्वाइप अप रेसियो पनि तल। यस्तो हुनाले चाहिँ तपाईले चाहिँ निरन्तर काम गर्नुभयो भने चाहिँ तपाईको भिडियोमा पनि यस्तै खाली भ्युज आउन सक्छ। त्यही भएर तपाईले चाहिँ सधैँ भिडियो हाल्नु, राम्रोसी काम गर्नु, तपाई पनि एक न एक दिन सक्षम हुनुहुन्छ। र मैले चाहिँ तपाईहरुलाई यो भिडियो चाहिँ मेरो चाहिँ फर्स्ट भिडियो यो युट्युब च्यानलमा चाहिँ म तपाईहरुलाई के भन्न चाहन्छु भन्दा अबको विगत दिनबाट चाहिँ यो युट्युब च्यानलमा चाहिँ यसरी नै यस्तै खाले भिडियोहरु आइराख्छ र म तपाईहरुलाई चाहिँ युट्युबमा चाहिँ कसरी काम गर्न सकिन्छ राम्रोसँग अनि भिडियोहरु कस्तो कस्तो हाल्नुपर्छ, कसरी हाल्नुपर्छ, एउटा युट्युब च्यानल चाहिँ कसरी क्रिएट गर्नुपर्छ। युट्युब च्यानल तपाईले युट्युबमा जानुहुन्छ अनि नाम हाल्नुहुन्छ, त्यसमा चाहिँ लोगो सोगो टाइटल राख्दियो भयो। यति गर्नाले एउटा राम्रो युट्युब च्यानल बन्दैन। युट्युब च्यानल बनाउनलाई चाहिँ तपाईले थोरै बाहिर गएर चाहिँ एउटा युट्युब च्यानल बनाउनुपर्छ मोबाइलमै। क्रोम ब्राउजरबाट चाहिँ तपाईले युट्युब च्यानल बनाउनुपर्छ। त्यो पनि म सिकाउने छु तपाईलाई विगतको केही समयमा। तपाईहरुलाई भिडियो राम्रो लाग्यो भने एउटा प्यारा कमेन्ट चाहिँ गरिदिनु होला र तपाईहरुलाई चाहिँ अझै राम्रो लाग्यो भने चाहिँ एक लाइक र च्यानललाई सब्स्क्राइब पनि गर्न नभुल्नु होला। यस्तै राम्रो खाले भिडियोहरु आइराख्छन्। आजलाई चाहिँ म यति भन्दै बिदा हुन चाहन्छु गाइज। यस्तै खाले भिडियो आइ नै राख्छन्।